हेलो गुड इभिनिङ साथीहरू। साँझको 3:30 ड्युटी जाने टाइम भयो। लगातार बर्खा 2 दिनको बर्खापछि फाइनली मौसम पनि हल्का सफा भयो जस्तो छ। बाहिर गएर हेर्नुपर्छ जमाइ त ड्युटीतिर। खै वाद पनि के गर्छ अब हेरौँ। ल ल ल अब तपाईँ पानी पर्न छोड्यो कि भनेको त पानी परिरहेको रहेछ त यार। मौसम बिगा बिगाज हुने भयो त। गाह्रो छ पानी पछिको वेदर राम्रो हुन्छ भनेको त पानी त परिरहेको पो रहेछ यार। बस आउँछ कि आउँदैन त्यहाँ पो छ समस्या त। जता कतै पानी मात्र जम्मा छ। के हो यो बर्खा हो कि के हो यो दाइ? धन दाइ बर्खा लागेकै हो। नेपालमा बर्खा सकेर अब हुन लाग्यो होइन। नेपालमा पनि बर्खा चलिरह नि, सुरु हुन लाग्यो नि। त्यही भएर यता पनि बर्खा पानी जता कतै पानी पानी छ जता कतै। हामीलाई त्यो यहाँबाट एउटा उसले लिएर गएको क्या होइन। त्यो यो पुरानो मोडलको निशान हो उतापट्टि, अब भित्र होला त्यो नयाँ मोडलको निशान हो। यही रहेछ भित्रको बिल्डा होला नि। यस्तो हालतमा नि ड्युटी बोलाइराखेन, छुट्टी दिनु नि पुलिसहरूले होइन। आज पनि त्यस्तै हुने होला। अब राइडर आयो फिसिङ रड लिएर आउनु पर्ने हो। चप्पल लाएर आउनुपर्छ क्या भोलिबाट बिराप यहाँले। खासै जिन्दगी यस्तोहरू सम्झिनु न। कता दाइ रोप्न हिँड्न लाग्यो कि के हो? खेत रोप्न जानु लाग्यो निरज दाइ? खेत रोप्न जानु लाग्यो पुरै पानीले होइन। कालो गाडी त्यहीमा भएको त्यो उसलाई देख्नुभयो, अरबीलाई हेर्नु लाग्नु यता आउनु। त्यो कुदाउने छ नि त्यसलाई देख्नु पायो नि भइहाल्छ। सही हो यार, दामी छ नि। मन पर्यो है मलाई। यहाँबाट क्रस हुन्छ। अब यहीँबाट क्रस गर्ने। अब तपाईँ अहिले यहाँसम्म के सोचेर आउनु भयो त? ल भन्नु कता जाने सोचेर आउनु? हामीले यही क्रस हुन्छ भनेर आएको यताबाट। जता कतै पानी छ, पानी 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 पानी, यता पनि पानी यता पनि पानी। गाह्रो छ जता कतै पानी चाहिँ यता पनि पानी।
हर्क साम्पाङलाई यहीँ ल्याउनु पर्ने हो आफै आएर उले फाल्ले पानी फाल्थ्यो अरू त के गर्दियो अरू त त्यस्तै होइन थालले पानी फाल्थ्यो आफै हजुर प्रोफेसनल वान नट अ प्रोफेसनल वान ओन्ली लिटल बिट सही गर्नु भएको छ प्रयोग भइरह प्रयोग गर्नु पर्यो नि सुत्ता अब यत्रो यत्रो के गर्ने नाकमा लाउने कहाँ लाउने ऱ्याप्टर हो कि छोड्ने होइन दाइ माछा छ होला यहाँ अब हाँ? रोड ल्याएर हान्नु पर्यो भोलिबाट फिसिङ रड ल्याउनु पर्ने हो त्यही गर्नु यहाँ फिलिपिनहरूसँग त हुनुपर्ने फिसिङ रड उता कतै पानी पानी मात्र छ पानी नै पानी आयो हाम्रो सफिर हाइपर मार्केट म्यामफुली काम गर्नुपर्छ अब यार हिँड्दै जाने हो जानु जसलाई ट्याक्सीमा जानु मन छ है म चाहिँ हिँड्दै जान्छु होइन त्यो पैसा उको होइन क्या दाइ आज जाऊँ न कस्तो हुँदो रहेछ कतिसम्म पुग्दो रहेछ आज करे सो अभी करे सो इसी वक्त करे भोलि हुँदैन अब भोलिको चान्सै छैन ल फाइनली ड्युटी पनि सकियो ड्युटी सकेर बाहिर निस्कियो कति बज्यो रातिको 2 साढे 2 ठिक छ ड्युटी त खास 3 बजेसम्म हो तर पनि छिटो सकाएर अनि बाहिर निस्किसकेको अब डिस्कस गर्छौँ हामी अब हिँड्दै जाने कि केमा जाने भनेर गाह्रो छ के अरे बाइक त्यो लास्टको अर्डर ल्यायो त्यो लास्टको अर्डर ल्यायो मेरो यार खुट्टाको नङ गढेछ क्या हो दुखिरह कसको मेरो मान्छे थाकेर यस्तो छ हालत यस्तरी सुतेर जानुहुन्छ त्यो के ब्ल्याङ्केट अरे होइन दाइको त्यो माथि टोपी लगाएको गर्मी आउने फेरि टोपी लगाइन्छ दाइले ब्ल्याङ्केट अरे ब्ल्याङ्केटले ढाके मुख ढाकेर सुते भन्ने अस्ति आज बसमा लग्यो यस्तै छ बसको लास्ट सिटमा बसेर अगाडि छ मान्छेहरू अगाडि बसिरहेको छ हामी लास्ट सिटमा नेपालीहरू मजा आउँछ पछाडि सिन यस्तो छ बाहिर पुरै अँध्यारो छ अन्त निन्द्रा पुरा भयो नि कति घन्टा सुत्नु भयो ठ्याक्कै पौने घन्टा सुत्यो पौने घन्टा भनेपछि निन्द्रा पुरा भयो ठिक छ निन्द्रा पुरा भयो बुढाको उमेर पुरा भयो हामी 3 भाइ 3 पाण्डव के हुन्छ अब हामी 2 भाइको अङ्कल पिज्जा जापान सेप हेड सेप अनि तपाईँ जापानको अर्डर त्यति खासै आएन नि आज होइन आउँदै आएन नि जापानको अर्डर आनन्द भयो यार होइन फेरि एक्सपाइरी पनि थिएन क्या ठिकै भयो आज त्यति खासै वेस्टेज गएन दाइ त्यस्तो नभए मेरो पनि पैसा मेरो पनि सकियो अहिले हाल्नु पर्छ तपाईँको फरक पर्दैन तपाईँको रातिको 12 बजी तिरेको भएको पछि तिर्दै जाने भएको तिर्नै पर्छ मैले तिर्दैछु अब यो महिना बसको लागि एकछिन छुट्याएर राख्नु 2 जना पर्छ बसको लागि पहिले छुट्याएर राखेको छ सबै पाउँदैन होइन सिभिल डिफेन्स आएर बस्यो त केही हुँदैन सिभिल डिफेन्स हो पुलिस होइन सलाम वालेकुम हमारा खतम हो गया ल दाइ भरे भेट्यौँ साँझ भेटौँ ल दाइहरू यहीँ झऱ्यो
Okay bro, see you. कुछ नहीं What happened? कुछ नहीं क्या हुआ? हाँ? क्या हुआ? किसका क्या हुआ क्या हुआ नहीं क्या हुआ? उन्नो सोलिटल उनके उन्नो सोलिटल अन्ना क्या बोला क्या हुआ? हुआ क्या? गप्पटी अन्ना सोलने क्या हुआ था? उसको हाँ यार ये मंथली पास ये तो काम नहीं कर रहा है। इसका क्या सीन है? कार्ड रखना अभी उसका कार्ड है ना, पेमेंट अप टू 40 तो फिर अप टू 40 दिरहम है, 100 का है, वो एक्सेप्ट नहीं कर रहा है। विकली ऐसे टक्क लाएर यसलाई यसरी राखिदिने। माइनसमा पो गएको त्यो मन्थली बस पास मन्थली पास खाने खा पैसा तान्ने मेसिन पैसा खान्छ खायो लु खायो पैसा खायो देऊ मेरो पैसा ब्याक दिराम त्यो त पोइन्ट चाहिँदैन है मलाई रनमा त पोइन्ट नदे हो चाहिएको यही हो मलाई नोट चाहियो कट कार्ड ओके हो कहिलेसम्मको छ अब 24 तारिकसम्मलाई भयो चाहिँदैन क्या ओइच कुन गाडी आयो फेरि ओ फाइनली ड्युटी सकाएर आयो रुममा अब ट्राभलमा मात्र टाइम वेस्ट छ गाह्रो छ 45 मिनट जानुपर्छ बसमा आउँदा 45 मिनट भन्दा बढी नै लाग्छ होला सायद के भन्छ त्यो बस कार्डमा पैसा सकिएको थियो अनि 1 महिनाको अब फेरि 1 महिनाको पैसा हाल्यो ठिक छ